हाम्रो हाम्रो अग्रज हामीलाई प्रेरणा दिने बन्धुहरू पनि आउनु भएको छ। अनि यति धेरै मान्छेहरू देख्दाखेरि चाहिँ हामीलाई कुनै बेलामा हामी सानो हुँदाखेरि सुन्ने के हुन्थ्यो भने जहिले पनि गाउँका कथाहरू हुन्थ्यो। मलाई त्यो कथाहरूसँग रुचि हुन्छ र कर्णालीमा गाउँका रुखका थानका होइन खोलाका कुलाका वनका जङ्गलका यति धेरै कथाहरू छन् होइन। कथाको बिचमा त्यो होइन एउटा विरासत बोकेर बसिरहेका हुन्थ्यौँ र त्यो कथाहरूमा चाहिँ जहिले पनि के हुन्थ्यो भने हामी एक भाइ हाम्रो कति भाइ थिए अनि एक भाइ यहाँबाट यता गए डोल्पातिर लागे त्यहाँबाट यता गयो एक भाइ कता गयो कता गयो अनि हुँदै कता गयो भने हामी एक भाइ यहीँ छौँ हो। त्यही भएका भाइहरू चाहिँ हामी आज तपाईँहरूको यहाँ जुडिन आएका होइन त्यसको सन्तान। अनि त्यो आत्मीयता जुन देखाउनु भयो यसको लागि धेरै धेरै धन्यवाद छ। अनि त्यो एउटा देशको कुनै एउटा जिम्मेवारी विशिष्ट समयमा आएको जिम्मेवारीमा प्रत्याएको भएर पनि यहाँ हामीलाई गर्नु लागेको होइन। त्यो कुनै स्वार्थ छैन कुनै केही छैन त्यो किनभने मान्छेको एउटा आत्मसम्मान आत्मगौरवको रूपमा यहाँले भन्नुभयो। तर त्यसले चाहिँ मलाई थप जिम्मेवार थप नैतिकवान हुनको लागि चाहिँ प्रेरणा दिन्छ भनौँ न। एक प्रकारले त्यो मैले गल्ती गर्नु भनेको यहाँ शिर निवृत्त छ भन्ने मलाई लाग्छ। सो यो झकझक्याउनको लागि पनि यस्ता कार्यक्रमहरूले चाहिँ होस् होइन मलाई एउटा हिसाबले सचेत बनाउने चाहिँ भयो। अब यो क्रममा हामीलाई चाहिँ कर्णालीबाट काठमाडौँमा अथवा देशको विभिन्न ठाउँमा आफ्नो आवाज आफूलाई परिचित गर्न आफ्नो पहिचान स्थापित गर्न निकै सङ्घर्ष गर्नु परेको होइन। हामीलाई पत्याइदिने कसले हामीले त्यो अवसर कहिले पाउने अवसर पाउन लायक कसरी बन्ने भन्ने कुरा हाम्रो पिता पुर्खाहरू धेरै जिन्दगी गयो धेरै दुःखहरू गरिरहेको थियो। अनि हामीले जहिले पनि कहिलेकाहीँ हामीले यो अवसर पायो भने कसरी त्यसलाई प्रमाणित गरेर देखाउन सक्छौँ होला भन्ने हुटहुटी चाहिँ हुन्थ्यो। त्यो हुटहुटी चाहिँ विभिन्न माध्यमबाट अभिव्यक्त हुन्थ्यो। सो ती माध्यमहरू मैले जे जानेछु म कर्णालीको बारेमा लेख्थेँ निरन्तर रूपमा लेख्थेँ। त्यो लेखिराख्थेँ कि कर्णाली भनेको त्यो पहिचान होइन त्यसको आयतन होइन त्यसको गम्भीरता त्यसको विराटता विशालता त्यो जे छ त्यो वास्तवमा चाहिँ भनिएको छैन जे बोल्न खोजेको छ त्यो सुनिएको छैन भन्ने कतै न कतै लाग्थ्यो। अनि त्यो लेख्न थाल्थेँ र त्यो मैले लेखेर भने कसैले हामीलाई चाहिँ प्रेरणाहरू दिनु पर्थ्यो। सो कुनै बेलामा धेरै लामो समय केही वर्ष भनौँ झन्डै साढे दुई दशक अगाडि मैले हाम्रो अग्रज बन्धु टिकाराम यात्रीसँग मेरो भेट भएको थियो। जतिखेर म टेलिभिजन स्टार होइन एउटा आम एकजना साथीको रूपमा चाहिँ हामी चिया खाँदै गर्दाखेरि धेरै कुराहरू गर्थ्यौँ। उहाँले यति धेरै प्रेरणा दिनुभयो कहिलेकाहीँ प्लेटफर्म पनि दिनुभयो प्रेरणा पनि दियो भनेपछि बन्धु भएको हिसाबले पनि अझ बढी निकटता भयो। सो उहाँहरूले चाहिँ हामीलाई पनि एक प्रकारले पहिचान दिन हाम्रो परिचय बनाउनलाई चाहिँ कहिले कहीँ यति धेरै माया गर्नुहुन्थ्यो त्यो गरिराख्नुहुन्थ्यो। त्यो आत्मीयता सायद उहाँ चाहिँ बन्धु नभएको भए त्यो बनाउनु हुन्थेन होइन। त्यो जहिले पनि त्यस्तो धेरै आफ्नो क्षेत्रमा हुने डाक्टर रमेश एउटा विशिष्ट भूमिकामा राष्ट्रपतिमा हुँदा होस् त्यो हुँदा यति गर्दाखेरि पनि हामीलाई चाहिँ सानोसँग त्यहाँ जानलाई होइन त्यहाँ त हाम्रा मान्छे छन् भन्ने लाग्थ्यो क्या जान्थ्यो कहिले होइन। त्यो कुरा हाम्रा मान्छेहरू चाहिँ भयो भने चाहिँ आत्मीयताहरू भयो भने हामी धेरै कुरा गर्न सक्छौँ भन्ने लाग्थ्यो। सो त्यही सिलसिलामा देशमा म कुनै पनि राजनीतिक वाद सिद्धान्त पार्टीसँग कहिले पनि लागेर म विशुद्ध रूपमा आफ्नो प्रोफेसनल क्षेत्रहरूमा आफ्नो करियर बनाइरहेको मान्छे जिन्दगीमा कुनै पनि सङ्गठनसँग उताउतामा लाग्नु परेन अथवा पाइन अथवा रुचि भयो। तर अब आफ्नो सेवा आफ्नो हुन्छ नि आफ्नो सिप आफूले जानेको बुझेको कुरामा लेख्ने होइन बहस विमर्शहरूमा रुचि राख्ने गरिराख्ने। तर त्यो चिजले कुनै अवसर आउँछ यस्तो टाइम आउँछ त्यति बेला चाहिँ यस्तो हामीलाई पनि त्यो अवसर आउँछ भनेर सोचेको पनि थिएन। तर त्यो आइसकेपछि त्यसलाई कसरी सफलतापूर्वक लिने भन्ने कुरा आयो। अनि यो विशिष्ट समयमा जुन देशमा चाहिँ जेनजी पुस्ताहरूले गर्नुभएको आन्दोलन र त्यो आन्दोलनको स्पिरिट त्यो आन्दोलनको आत्मा आन्दोलनले के चाहिएको छ भन्ने कुरा जुन मेरो मनको भावना पनि हो भन्ने कुरा चाहिँ त्यसको ठिक्क केही दिन अगाडि त्यो जुन यहाँ प्रशंसा पनि गरिदिनु भयो र सबै नेपालीहरूले जहाँसुकै हुने जुन सङ्गीत प्रेमी रुचाउनु भएको त्यो जुरुक्क कर्णाली गीत जहाँ म माइन्ट जुरुमुराउँछु छ आँट तप्त अग्नि चाहिँ म अग्नि हुर्मुराउँछु। पछि त्यो कहिलेकाहीँ हामीसँग देशमा जे भइरहेछ देशमा जे हुनुपर्ने थियो मेरो कर्णाली मात्र होइन देशभरि नै आएर सोचिरहेको देश जस्तो हुनुपर्ने थियो जे पाउनु पर्ने थियो देशका युवाहरूले जे पाउनु पर्ने थियो हामीले जुन जिन्दगी पाउनु पर्ने थियो त्यो पाएन भन्ने पश्चाताप होस् ग्लानी होस् आक्रोश होस्